1 घण्टामा बस्यो हेलो गाइस हामी चाहिँ चन्द्रकी जाँदैछौँ अनि हामी चाहिँ के रे केबल कार चढ्दैछौँ भनौँ हेलो गाइज हामी चाहिँ यो चन्द्रगिरी केबल कारबाट गइरहेछौँ अब यहाँ चाहिँ एउटा कतलाको भ्यू पनि एकदम हामी चाहिँ यो दिदी हो यो चाहिँ म चाहिँ यहाँ चाहिँ हाम्रो नरेन्द्र दाई हुनुहुन्छ अब चाहिँ यसो हाम्रो बाहिरको साथीहरू नि हुनुहुन्छ त्यसरी चाहिँ अब मेरो साथीहरुले त बाघ भेटेको रे एकडा हो बाघ बाघ हामी चाहिँ केबल कार हेरिरहेछौँ अब सो बुनै त तर त्यतै राम्रो म मेरो खोज्छ न म त्यही आउँछु अहिले फर्केर आउँदा खिच्ने यो माथि केबल कार आइरह दाइ पुनः भालेश्वर महादेवको दर्शन गर्न भनेर अब चाहिँ हामीले त्यो मनमा उत्सुकता र मनमा एकदम भगवानप्रति आस्था बोकेर चाहिँ हामी त्यहाँबाट माथि बढ्दै गयौँ अनि माथिबाट टक्क केबल कारहरू पनि केबल कार बक्सहरू तल आउँदै थिए आधा हामीभन्दा माथि नै गइरहेको थियो जङ्गलको दृश्य पनि एकदम बब्बाल देखिरहेको थियो राम्रो एकदम त्यहाँ हावापानी पनि भन्नाले वातावरण एकदम शान्त थियो पछाडितिर बजारको उपत्यकाको पनि एकदम राम्रो भ्यू देखिरहेको थियो अनि त्यही भ्यूमा फोटो हान्दै अगाडि बढ्दै त्यो भ्यूहरूलाई हेर्दै हामी चाहिँ लगभग 20तिर पुग्यौँ अरू गफगाफ र कुराकानी गर्दै त्यहाँको दृश्य त्यहाँको अरू साथीहरूले फोटो खिचाउनु भन्नुभयो फोटो खिच्नु अनि वाट्सएप नम्बर दिनु हुँदैन वाट्सएप नम्बर दिनुभयो अनि चाहिँ यो स्टेसनको माथि स्टेसनमा हल्का केही मिनटहरू त्यहाँबाट हल्का हेऱ्यौँ अनि धेरै त्यहाँ नबसे चाहिँ हामी भालेश्वर महादेवको उता दर्शनतिर लाग्यौँ अनि त्यहाँ गुरुजीलाई हामी भेटेर चाहिँ दर्शन गरियो गुरुजीले हामीलाई के अरे रुद्राक्ष माला लगाइदिनु भयो टिका लगाइदिनु भयो हामीले अनि त्यो भगवान्को दर्शन गऱ्यौँ मनोकामना मनमा लागेका अनि त्यसमा चाहिँ हाम्रो लगेको पूजा सामग्रीमा आफ्नो प्रसादहरू हालेर चाहिँ हामी अनि त्यहाँबाट आयौँ अनि दोस्रोचोटि फेरि त्यहाँ हातमा त्यहाँभित्र धागो रहेछ अनि त्यो धागो पनि गुरुजीले धागो बाँधिदिनु भनेर अनि भनेर गुरुजीले हाम्रो उसमा चाहिँ हातमा धागो बाँधिदिनु भयो अनि त्यहाँबाट हामी धागो बाँधेर फेरि भगवान्लाई प्रार्थना गरेर अनि त्यहाँबाट चाहिँ हामी त्यहाँको अरू दृश्यहरू हेर्नको लागि चाहिँ यो बाहिर फर्काउँ अब दृश्य नि राम्रो रहेछ तर हल्का कुहिरो लागेर चाहिँ त्यो कुहिरो भन्छ के भन्छ त्यो लागेर वातावरण चाहिँ एकदम मधुर देखाएको थियो अनि त्यहाँबाट चाहिँ हामी भिडियोहरू बनाउँदै अनि त्यो टिकटक भिडियोहरू फोटोहरू बनाउँदै अगाडि बढ्यौँ त्यो एरियामा लगभग हामी 4 घन्टा जति लगभग त्यहाँ रोक्यौँ अनि त्यहाँ यो देखेको पछाडिको होटलमा चाहिँ नास्ता पनि गऱ्यौँ